म चलाउने तिमी चलाउँछौ म चलाउँदा तिमी चलाउने चिकी हुन्छ यतातिर उता जाने बाटोतिर हुन्छ डुम्रे जाने बाटोतिर ल जाऊँ भयो 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 चलाउनु न यहीँबाट रहेछ नि यहाँबाट बहिनी टिकट लिने यहीँबाट हो अगाडिबाट यहाँ टिकट देऊ न हुन्छ स्क्यान भयो ग्लास कस्तो ब्लुस हेर्न कस्तो फोर भइसक्यो डरलाग्दो हुन्छ त्यहाँ माथि हेर न म त डर लाग्छ कि हाइटबाट होइन यहाँ त केही नै हुँदैन अलि माथि हाइटको बसी कस्तो कस्तो अलि त्यही भएर हजुरलाई वेट गरेको तपाईँ फर्किनुहुन्छ कि फेरि मेरो घर नै माथि माथि नै हो ए माथि झर्ने हो के हजुर यता म त डुम्रेतिरबाट चितवनतिरबाट आएको माथि जानु लाग्यो क्या ए यहाँ त उ नै रहेछ है सोचे माथि बाबुले कति रमाइलो है त उसले बानी भइसक्यो कि ए हिँड्दा हिँड्दा त्यही भएर खुसी भएको जाने बेलामा त ठिकै ठिकै बिस्तारै बिस्तारै जान्छ आउने बेलामा अलिकति गल्ला कस्तो लाग्छ कि बानी भयो उसलाई त म त अझै बानी परेकै छैन रमाइलो लाग्छ आएको नि आयो आएको नि तलाई यति गर्मी छ माथि कस्तो होला त फेरि त्यसमा तर्दैन होला बाख्राको के चराकुड हो क्या त हजुर हेर्नु चराको कस्तो राम्रो झ्याल लाउने रहेछ यहाँ त माथि उयो शीतल छ यति हो यहाँ यस्तो गर्मी हुँदैछ गर्नुभएको माथि चिसो छ भित्र भएर क्या
ठाडो छ त नि के त्यहाँबाट डला जब एक्लै डर लाग्दो रहेछ यहाँबाट त हजुर कसरी आउनुभयो एक्लै होइन नि आउँदा आज आएको होइन हिजो अस्ति एक हप्ता हुँदैछ एक हप्ताको टिकट हुन्छ चितवनतिर गएर आएको के अहिले भर्खर माथि चढ्नु दिँदै हो डुम्रेबाट गाडी त्यहाँसम्म ल्याएको थिएँ केबुल कारको गाडी छ स्टाफहरूले चाहिँ के भयो नि मलाई डर लाग्छ डर लाग्दैन के कस्तो गर्छ नि जहिले तल झर्दा नि माथि जाँदैन है कति डर लाग्यो कि बच्चाहरू यस्तो हरियाली देखेँ ओ यहाँ त ठाडै रहेछ नि त मेरो मोबाइल सूर्य पाउँदैन हैन ब्यागमा राख्नु न ब्यागमा राख छाता र मोबाइल बिर्सिन्छ कि प्रायः यहाँबाट अलिक बिस्तारै जान्छ कि ठाडै छ त यहाँबाट त ओ हेर न हेर उता हेर नि ज्ञानी भएर बस्छ न चकचक गर्नुहुन्न के चकचक गर्नुहुन्न थाहा छैन केबुल कार आएको केबुल कार आयो आएको केबुल कार आयो आयो कि आयो म हात लाग्यो ओ यहाँ त कति रहेछ है त्यही भएर म साथी डर लाग्ने रहेछ त केबुल कार अहिले आउँछ हेर आउँछ कि आउँछ पहिला 7 मिनटको थियो नि त अनि पछि अहिले बनाएको फेरि 10 मिनटको बनाएको केबुल कार अहिले आउँछ कि केबुल कार अहिले आउँछ कि अहिले आउँछ केबुल त यहाँ चाहिँ कति देखिन्छ यसबाट हेर्नु पर्यो यहाँनिर यस्तो ठाडै छ त ओके कति हाल्नु यो माथि गएर हावा आउँछ अब हावा आउँछ हावा आयो 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 ठुलो मम्मी आयो ठुलो मम्मी माथि गयो त नि के कति हाल लाग्यो अभी राख्छ बुबु खाने ठुलो मम्मी आउनु भयो ठुलो मम्मी आयो आयो ठुलो मम्मी आयो 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 त्यो राम्रो त यता राम्रो थियो भ्यू त आयो 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 बन्दीपुर बजार एकचोटि घुमौँ अनि फर्किहालौँ है के कस्तो यता रहेछ त होटलहरू हुने रहेछ नि त यता धेरै नै रहेछ म त सानोमा हो कि यता आएको सानोमा आएको त्यहाँबाट आएको थिएन क्या यहीँको मान्छे फर्स्ट टाइम आहा कस्तो लागिरहेको घुम्न नपाएपछि बल्ल चाहिँ घुम्नु चाहिँ 1 वर्षको घुम्नुपर्छ नि त अनि पहिले हामीले कस्तो थियो होला टिपिकल टाइपको थियो होला अहिले मर्मत गरेर अङ्कलको स्विमिङ भयो नि अङ्कललाई त के माउरी टोकेको हो कि चिसोले हो यो बिहानको टाइममा भएर मान्छे धेरै नभएको है कपालले बिग्रियो
इदेंत कवर कस्तो दोस्ती बिग्रिरहेछ नि यहाँ रहेछ कि हेर न साइडबाट जानु साइडमा गइदिउँ औ पुलिस आइन्छ कालेले के भन्छ रे यसलाई कस्तो टुसा कस्तो टुसा नि के को मिनी यही त हो नि होइन कहाँ भनेर मैले नजाने त पालिका यहाँ पर क्युआर भइहाल्छ कि किन भनेर बेलुकामा दामी लगाउनु हुँदैछ नि यहीँ त हो नि उस पाउने मन्दिर त कति धेरै छ नि यहाँ घाम सर्क्यो अहिले त हामीले पनि है कस्तो राम्रो मिलेको घरहरू है बस पार्क त जाने रहेछ नि यताबाट त खानीमाई जाने रहेछ कि यो मन्दिर होला है होइन होला कहाँ चाहिँ त्यतिला आइन्छ म आएको खड्कामाई पर्वस्थल कति टाढो छ होला माथि धेरै टाढो छैन होला है खोइ आना जम्स खोइ आना
तिमीलाई मेन त तिमीलाई उता उस लानुपर्ने टुडी खेल उता त्यहाँबाट तलको भ्यू देखिन्छ नि तलको त्यो हाइवेतिरको के अघि हामी आएको थियौँ तलबाट त्यो साइडको यताबाट त छैन नि त बाटो अलिकति अति घाम भयो अति गर्मीले भयो त्यही भएर अब हामी चाहिँ जाँदा फर्किँदैछौँ है तातै हिमाल देखाएर त्यहाँ हेर न है ओके डला त चलाएको स्पिडले आएको सुरुमा है अलिअलि हिमाल देखाएर हेर नि त्यहाँ मागेर तल त यहाँ चाहिँ डर लाग्नु रहेछ क्या यति एरियामा है त्यहाँनिर घर रहेछ एउटा हेर न कसरी आउँछ उहाँ माथिबाट हावा आएको भए चाहिँ मजा आउँछ कि यो झ्याम यता माथि त घाम त्यो यता 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 यहाँनिर हो फेरि त्यो ऊ हुन्छ हानेर होला कि सेफ हुन्न हानेर त्यही होला ऊ त्यहाँ त्यस्तो मैले झ्याउलाइछु किन झ्याउलाउने हो र यस्तो राम्रो ठाउँमा नि झ्याउलाउने हावा आएन के झ्याउन र कहीँ त यस्तै हो नि त्यो बेला त्यस्तो डर लाग्ने चाहिँ नभएछ त्यो डाँडा मात्रै रहेछ डर लाग्ने यहीँ बस्ने स्टाफलाई मजा रहेछ क्या तर छ के अरे भित्र होला नि बाहिर गर्ला नि बाहिर बलमा टोइलेट छैन के अरे तर हिँड्दै आउनुपर्ने रहेछ नि तलबाट चल्दा चल्दै के झ्याप्प खसेर के हुन्थ्यो होला के भनिरहेको मान्छे पनि अशुभ अशुभ बोल्ने हिँड्ने बेलामा कस्तो दामी हुने है कस्तो राम्रो यो कति धेरै फल गयो अघि माथिबाट डरको माथि टपमा मात्र टुरिस्टहरू होइन लोकल जस्तो हेर्दाखेरि बस्न ल्याए जस्तो ठिक्क भयो कि है ठिक्क टाइममा छिट्टो टाइममा फर्किहाल्यो गर्मी हुन्छ अब त गर्मी हुन्छ भारततिर मकैबारीमा त यहाँ पोखरामा त घर घरहरू भ्यू देखिन्छ नि यहाँ त वन जङ्गल र मकैबारी केराबारी राम्रो है पसिन पसिन भएको पसिन पसिन भएको
आयो ठिक भयो है दमन जान आयो कोही भइसक्यो पनि घाम आयो हामी चाहिँ केबुलका चढेर माथि बन्दीपुर पुगेर आइपुग्यो अब चाहिँ हामी फेरि घरतिर लाग्छौँ है दमौली बजार पनि जान्छ एकचोटि चाहिँ माथि गएर आइपुग्यौँ त्यही माथि त भने कस्तो काम छ यहाँ चाहिँ 30 कार्यक्रम रहेछ पुरा गीत बजाएर मजाले शिवको मूर्ति पनि रहेछ यहाँ यस्तो ठुलो हाम्रो स्कुटी यहाँ छ ल आजलाई चाहिँ यति नै गाइज फेरि अर्को भिडियोमा भेट्नुपर्छ है त